काम गर्नु छैन घरमा दिनभरि सुत्यो म चाहिँ यहाँ बुहारी जस्तै काम गर्नु पर्छ के हो आमा के गर्दै हुँदैछ तँ अहिले सफा गरेको घरमा चप्ली लाएर पसिस तेरो बाबाले सिकाएन केही पनि जा बाहिर त्यो त नानी पाएर सुतिरहेको छ म चाहिँ अब मासु र भात खान्छु त्यसलाई चाहिँ दाल र सब्जी लगिदिन्छु ल भात खा दाल र भात मासु छैन आमा तँलाई छात्ते पछि मासु चाहिँ कसले दिन्छ कहाँबाट ल्याउनु केही खा मासु खानु मन पर्थ्यो नि त छैन मासु त्यति नै सासूको प्रति मेरो आमा भइदिएको भए आज मलाई कति याद गर्नुहुन्थ्यो होला कति माया गर्नुहुन्थ्यो होला होइन तर अब मेरो आमा छोरा नभएकोले गर्दा म चाहिँ मेरो आमालाई पुरा मिस गर्दैछु आमा तपाईँलाई पुरा मिस गर्छु